रेडी भेट्न हा ल ए छोटे सम्झायो बाउलाई अब खायो भने डक्टरले भन्नुभएको अब नखानुहोस् ल नखानुहोस् रे त्यो त तिनटै उठ्नु पर्छ ल फाइनलमा जाने ल ठीक भएर आउनु भन्देऊ ल भनिदेऊ खै छिटो तपाईँलाई लिएर आउनु भन्देऊ ल के गर्नु यसको यसलाई त्यहाँ जानु दिँदैन न त जान्थ्यो ल ल ल हस् हल्कमा आउँछु भोलि आउँछु है अब 2 दिनमा घर जान रेडी हो ए 2 दिनमा घर जानु रेडी बहिनीले त 5 दिन भनेपछि हाई डिपेन्डेन्सी हाई डिपेन्डेन्सी युनिट युनिट मिठो रहेछ ल खानु त्यहीँ राखेर ल बाबा हजुर पानी अलि धेरै पिउँ है बाबाले रक्सी खाने कि नखाने बाबा अब नखाने हो अब तर्सिनु भयो डराउनु दियो के भयो गर्नु त यहाँ के भयो त यार